दाइ यति राम्रो काउली कसरी बनाउनु हो? यसमा हामीले मल प्रशस्त हालियो। अँ, लगभग यो गरामा 2 बोरा जुतो 5 भारी मल स्याट्ट पुरै मलको खाद थियो यसमा। स्याट्ट तन्केछ के काउली। त्यसपछि यसलाई मजाले खनेर बिउ के अरे बेर्ना रोपियो। मल भनेको तर- एकदम मेन हो के। तर के भयो त भन्दाखेरि त्यही बेर्ना रोपे पछाडि ठुलो झरी पर्यो। झरी हो झरी पर्नाले केही बेर्नाहरू मरे, हो बढ्न सकेनन् मरे। बढ्न सकेनन् र बचेका जति जोस देख्नलाई अहिले राम्रो छ। राम्रो छ। फल कस्तो लाग्छ पो थाहा छ। यो होइन यो एकदम राम्रो हुन्छ। यो राम्रो खालको हाइब्रिड हो, राम्रो जात हो, राम्रो हुन्छ। यो त लगभग 3-4 किलोको हुन्छ कि यो। मुला सबभन्दा राम्रो भयो मुला। मुला त भन्नै परेन नि। तपाईँले त्यो भन्नुभयो नि, जुत्तो सुत्तो सबै मलको खाद थियो भन्नुभयो नि। त्यो मुला हेर्नु त थाहा। हलेर कहाँ पुगिसक्यो। हेर्नु त कत्रो छ। अनि यो बन्दा पनि तपाईँको हुन्छ लगभग 4-5 किलो हुन्छ। यो बन्दानी भयो, ब्रोकाउली पनि छ। बुढेकाउली राम्रो छ, सबै राम्रो हो। यस्तै तरिकाले हो खेती लाउने। मल सल पुऱ्याएर गोडमेल ट्याक्क पुऱ्याएर राम्रोसँग लगाएपछि बल्ल खेती राम्रो हुन्छ क्या। तपाईँको यो देख्दाखेरि नि मलाई एक साल मैले यस्तरी नि लाएको थिएँ, याद आयो कि हामीले कुखुरा मलसल हाल्दा उता चाहिँ तरातिर लाइन्छ नि, फेरि यस्तै हुन्छन् कि। त्यो एकदम मजा आयो क्या यो हेर्दाखेरि। ल तपाईँलाई धन्यवाद छ है त्यो मेहनत गरेकोमा। धेरै राम्रो मेहनत गर्नुभएको छ। काउली त तपाईँले यो बेच्नुहुन्छ कि लगभग 20-22 हजारको काउली बेच्नुहुन्छ। किन? मैले तरकारी बनाएर सरलाई खुवाएर यो सरलाई पञ्चमुल पञ्चममा गएर पैसा पार्ने हो नि। सही एकदम राम्रो, बुझ्यौ नि? एकदम राम्रो। यसलाई त मैले त टुक्रा टुक्रा बनाएर बेचेर पैसा पार्छु। हस् हस् मलाई हस् तरकारी कुता जति भए पनि मलाई खपत हुन्छ। हस् धन्यवाद छ हजुरलाई। ल